हेलो म अनिश सेन्चुरी म चाहिँ लो फिडेलिटी रिभ्यू गरिरहेको छु फर्स्ट पेज चाहिँ लोगोहरू सेकेन्ड पेजमा इन्फर्मेसनहरू रहेछ अब साइन इन साइन अप ओके फर्स्टमा पेमेन्ट मेथड बिलिङ इन्फर्मेसन अनि ट्रेनर ओके यहाँ चाहिँ अब ट्रेनरको qualifications, username, contact details, which is good, easy. आफ्नो account, trainer account, logo, coachesहरूको पनि options रहेछ. Okay, अब चाहिँ register as a coach, coachको registration should take place. कोचको डिस्क्रिप्सन चार्जेस क्वालिफिकेसन्सहरू भएको एउटाचोटि पेज रहेछ राम्रो वेबसाइट छ ट्रेनरहरूलाई एज अ जिममा काम गरेको मान्छे भएपछि विथ माई एक्सपिरियन्स आई फिल लाइक दिस वुड हेल्प जिमहरूमा थ्याङ्क यू कति हो म त यो लो फिडिलिटी हेर्दैछु सम्मानको यो चाहिँ ट्रेनिङ एपको बारेमा रहेछ यो डिजाइन त राम्रै लाग्यो सुरुको अब यहाँ स्टार्ट गर्नु पऱ्यो भने साइन अप पेज छ साइन अप पेज पनि ठिकै छ रेजिस्टरहरू गर्नु मिल्छ कोचहरूको पनि बाह्र नै रेजिस्टर गर्नु मिल्छ अनि यहाँ कोचको पनि छुट्टाएको छ ट्रेनिङको पनि छुट्टाएको छ ठिकै हो अब यहाँ कोचको डिटेलहरू पनि राखेको छ यो क्लाइन्टहरूलाई सजिलो पनि हुन्छ बुक गर्नको लागि र यहाँ पेमेन्ट सिस्टम पनि रहेछ आवरको हिसाबमा रहेछ यहाँ क्वालिफिकेसनहरू सब राम्रै रहेछ यहाँ पेमेन्ट सिस्टम पनि भइगयो यहाँ ई सेवाहरू रहेछ ठिकै हो ठिकै छ डिजाइन राम्रो लाग्यो मलाई थ्याङ्क यू नाम चाहिँ रोशन राई हो अनि मैले चाहिँ यताबाट भर्खरै लो फिडिलिटीको चाहिँ यताबाट डिस्कभर गरेको छु तपाईँको यसमा होम पेजहरू पनि एकदम नाइस रहेछ कन्फिगरेसन गर्न अलिकति सजिलै हुने रहेछ अनि तपाईँको यो साइन अप गर्न नि एकदम सजिलो छ त्यस्तो खासै गाह्रो प्रोसेस पनि केही पनि छैन अनि प्लस हजुरको यताबाट ट्रेनरहरूलाई अनि तपाईँको हामी सिकिरहेको ट्रेनरहरू खोज्न नि एकदम सजिलो हुने रहेछ ओभरअलमा हजुरको यो एकदम राम्रो छ अब भन्नुपर्दा यो पेमेन्ट मेथडहरू पनि पेमेन्ट गर्न नि एकदम सजिलो रहेछ तपाईँको अनि ओभरअलमा यो सबै राम्रो छ लो फिडिलिटी चाहिँ त्यही थ्याङ्क यू मेरो नाम आशिष कार्की म आज लो फिडिलिटीको म रिभ्यू दिन आइरहेको छु लो फिडिलिटीमा चाहिँ जस मलाई चाहिँ यहाँको सबै भित्रको हाम्रो भित्र स्टार्टिङदेखि इन्डिङसम्म सबै राम्रो लागेको छ मलाई जस उनीहरूको डिजाइनिङदेखि अब उनीहरूले ट्रेनरहरूलाई दिएको अब एउटा क्राइटेरिया जुन चाहिँ अब उनीहरूले ट्रेनर बन्नलाई पनि दिएको छ क्राइटेरिया त्यो क्राइटेरिया पनि पुरा गरेपछि मात्रै हामीले अब ट्रेनरको लागि अप्लाई गर्न मिल्छ र त्यो भएपछि आफ्नो क्लाइन्ट्सहरू अब अनि क्लाइन्ट्सहरूलाई पनि के हुन्छ भने उनीहरूले के कस्तो गरिरहेछ आफ्नो को चाहिँ ट्रेनर हो कस्तो हो ट्रेनर हो भनेर उसले आफूले बुझेर त्यो अनुसारको क्लाइन्टहरूले चुज गर्न पाउँछ क्लाइन्टलाई पनि एकदम सजिलो उनीहरूले ट्रेनरहरू पनि उनीहरूले आफ्नो मन परे अनुसार चुज गर्न पाउँछ र ट्रेनरहरूलाई पनि के सजिलो भने उनीहरूको यो अनुसार उनीहरूले आफ्नो पिआर पाउँछ उनीहरूले आफूले मान्छेहरूले अझै क्लाइन्ट्सहरू बढाउन पाउँछ भेरी गुड थम्स अप फर दिस एप थ्याङ्क यू सो मच आज लो फिडिलिटीको बारेमा रिभ्यू गर्न गइरहेको छु यो वेबसाइट एकदमै राम्रो छ र यसले स्टार्ट अ बेटर फ्युचर सेफ फर यु अनि धेरै कुराहरू बुझ्न सकिन्छ यसको बारेमा अनि कन्ट्याक्ट इन्फोहरू सोसियल मिडियाको बारेमा रहेछ अनि साइन इनको लागि इमेल पासवर्ड राम्रो बनाएको छ अनि त्यसपछि साइन अपको लागि चाहिँ युजर नेम इमेल क्रेडिट पासवर्डहरू हाल्न मिल्छ अनि मेथड पेमेन्टहरू पनि सजिलो तरिकाको रहेछ अनि त्यसपछि क्यास क्रेडिट कार्ड गर्न मिल्ने रहेछ अनि त्यसपछि यसको क्वालिफिकेसनहरू चाहिँ कन्ट्याक्ट नम्बर इमेल एक्सपिरियन्स र डिस्क्रिप्सन पनि हेर्न सक्छु अनि यसमा चाहिँ प्रोफाइलहरू पनि अपडेट गर्न मिल्ने रहेछ एकदमै राम्रो हो त्यो चाहिँ अब सजिलो अनि तीनजना कोचेस तीनटा कलम चाहिँ कोचेसहरूको रहेछ पढ्दा पनि एकदम सजिलो रेजिस्टर पनि गर्न मिल्दो रहेछ
अनि प्राइसहरू पनि रिजनेबल नै रहेछ यस ठिक छ राम्रो छ एकदमै धन्यवाद त्यही म अंशुक महर्जन र म आज लो फिडिलिटीको रिभ्यू दिन गइरहेको छु र यता एपको सुविधाहरू पनि राम्रा छन् होइन धेरै कम्प्लिकेटेड पनि छैन यता त्यसै गरी यो डिजाइन ग्राफिक्सहरू सबै राम्रा छन् अनि यहाँ पर्सनल कोचेसहरूको पनि सुविधा छ त्यसै गरी यता पेमेन्ट मेथडहरू पनि छन् जस्तै क्रेडिट कार्डबाट पनि गर्न पाइयो अनि क्यासबाट पनि क्यास इन ह्यान्ड पनि दिन पाइयो र ओभरअल हेर्दाखेरि पनि रिभ्यू राम्रो छ त्यति हो अलि उता नला न यतातिर न हेलो मेरो नाम चाहिँ आवासना हो म चाहिँ लो फिडिलिटीको रिभ्यू दिनु लागेको यो यसले चाहिँ पिटीहरू अनि त्यसपछि ट्रेनरहरू पत्ता लगाउनुको लागि हेल्प गर्दो रहेछ होइन यसको चाहिँ डिजाइन पनि एकदमै राम्रो छ अनि यो चलाउँदाखेरि पनि एकदमै इजी हुँदो रहेछ होइन अब स्पेसली अब के अरे न्यू क्लाइन्ट्सहरू जुन मान्छेहरूले चाहिँ भर्खर जिम गर्नु आँटेको उनीहरूलाई चाहिँ झन् सजिलो बनाउँदो रहेछ किनकि अब ट्रेनरहरू पिटीहरू यसले नै खोज्दो रहेछ होइन यसको चाहिँ डिजाइन पनि एकदमै राम्रो प्लस के अरे फ्लेक्सिबल पनि रहेछ